आजै पासपोर्ट, आजै स्वयं श्रम स्वीकृति पनि दिने, डिपेन्डेन्ट भिसा फेरि सबै पठाइदिन थालेको छ वारवारी। अहिले मान्छे पहिलाको भन्दा 2 गुणा बढी जान थालेको छ। अहिले एयरपोर्टको तल गेटदेखि नै भिड छ। भिड भनेपछि यो सरकार एकातिर विकास चाहिँ सोसियल मिडियामा छ है। फेरि चट्ट बालनले कालो चस्मा लगाएर यस्तो भुइँ छुट्दाखेरि नि फरररररर बाटा अति सुकुम्बाचीको घर पनि बनिहाल्यो, बन्यो नि सोसियल मिडियामा। त्यस्तो टिम राखेको रहेछ है। 15 लाखलाई रोजगारी, 15 लाखलाई रोजगारी। अनि त्यसले गर्दाखेरि एउटा एउटा गरेर भन्नु पर्दाखेरि नि यहाँ समस्या छ हैन। मैले त बजेट भाषण गर्नु पर्दैन, किन मैले बुझेको छ कि त्यही त मैले भन्न खोजेको कुरा के हो भन्दाखेरि जुन हिसाब किताबले हामी नेपाली जनताले अब नयाँ सरकार आयो, यो नयाँ सरकार आएपछि नयाँ तरिकाले जान्छ र हामीले सुख